हेलो साथीहरू, के छ खबर? आई होप सन्चै हुनुहुन्छ होला। आज चाहिँ म फेरितिर यो बजारतिरै जान लाग्छु। आज चाहिँ मेरो इक्जाम छ अनि त्यही भएर म आज चाहिँ बजारतिर नै जान लाग्छु होइन। यो हप्ता थोरै आश गरौँ कि यो हप्ता अलिकति केही नम्बर बढ्छ, तर मलाई लाग्दैन। तर पनि यो हप्ता केही बढी मेहनत गर्ने कोसिस गरेको थिएँ। म्याजिक छुट्यो मेरो। उताबाट म्याजिक गइरह होइन, म यहाँ हुन कुदेर जान सक्छु। मैले रुन मन लाग्यो तर कसम म्याजिक छुट्यो। मैले 20 मिनटमा चिम्म गएर कुद्नुपर्छ। देखिरहेको छु म्याजिक गइरह। अब न त म्याजिक कुद्दै जान नि मैले मिल्दैन, उहाँ पुग्नु त्यहाँनिर पुग्नु। म्याजिकले मलाई देखे नि रोक्दैन यार, कस्तो रित्तो भयो। फेरि रोकिनु नि, फेरि 20 मिनट गर्नुपर्छ यार। गलत टाइममा निस्केछु जस्तो फिल भइरहेको। के यो बाटोमा नि पानी छ त यार? के यो बाटोमा नि पानी छ तो म्याजिक कुर्न यार, गयो यार छोडेर। आज मेरो दिन खराब त छैन नि, नहोला आई थिङ्क अर्को म्याजिक आइ नै हाल्छ। सो त्यसको त कुनै भने यहाँबाट 20 मिनट लाग्ने हो। मैले म्याजिक पाएँ भने त मैले 40सम्म पाएँ पनि पुग्छु। बल्ल 7 बजे 7 बजेको म्याजिक छुट्यो। अब 7:20 को अवश्य आउने नै छ। गरम नेपालको टाइम हो, चाँडै हुनसक्छ, छिटो हुनसक्छ। 20 भनेकोमा 25मा हुनसक्छ, 15मा हुनसक्छ। उताबाट मान्छे पायो भने चाहिँ चाँडै आउँछु, थोरै तलबाट आउने। अनि आज चाहिँ त्यही हो, रङ्गशालाको बाटो जान लाग्छु। रङ्गशालाको बाटो गएर फर्केर आउँदाखेरि सायद तल्लो बाटो सैचोकको बाटो जान्छु होला। औषधि किन्नु छ, त्यहाँ थोरै काम छ मेडिकलतिर। म पनि बिरामी नै थिएँ, डट पेन हालिन छु मैले। अब इक्जाम दिन जान लागेको मान्छे डट पेन चाहिँ किने, अब फेरि डट पेन किन्नुपर्छ। मैले निकालेको त थिएँ तर हालिन छु। अब जान्छु, डट पेन किन्छु, त्यसपछि चाहिँ इक्जाम दिनै त जाने होला। जाने होला केही छैन गाइज होइन। मैले डट पेन पनि हालेन, म्याजिक नि छुट्यो। अनि त्यही भएर पसल आज कति गते? आज 3 गते, 2 गते भएको भए पसल नै बन्द हुन्थ्यो मेरो। फेरि हालत खराब हुन्थ्यो, फेरि डट पेन थिएन नि त। अब डट पेन किन्छु, पैसा त ल्याएको छु। डट पेन किनेर म म्याजिक कहाँ चढ्छु। अनि सैचोकको बाटो त होइन, म त उसोटी गएर अनि फेरि भ्लग बनाउँछु। आई थिङ्क के थाहा, म बाटोमा नि बनाउँछु। ओके, हेर्दै गर्नु होला। अहिले चाहिँ मैले कट। अब म चाहिँ 24 कोठी आइपुगेँ। अब म चाहिँ फेरि अब इक्जाम दिनको लागि जाँदैछु। अब यहाँबाट डाइरेक्टली इक्जाम दिन जान्छु। अनि इक्जाम दिएर आएपछि चाहिँ फेरि कुरा गर्ने नै छु। यो बाटो गइरहेको। अनि त्यसपछि अब चाहिँ म व्हाइट हाउसमा इक्जाम दिन जान लाग्छु। अनि इक्जाम दिएर फर्केर आउँछु। त्यसपछि कस्तो इक्जाम भयो भने पनि देखाउनेवाला छु। अनि यो चाहिँ मर्निङको भ्यू हो, लगभग खाली नै थियो, त्यस्तो केही पनि हिँडेको थिएन। भिडभाड पनि त्यस्तो धेरै केही पनि थिएन। अनि यसरी नै बाटो थियो। अनि म चाहिँ आफ्नै स्वरमा हिँडिरहेको थिएँ। अब के भने अब किन देखाएर नि फास्ट फरवर्ड गरिदिएको छु। अब बाटो चाहिँ त्यस्तो खाली नै थियो। अब म चाहिँ इक्जाम दिएर आउँछु। अब यो चाहिँ अब 24 कोठी निस्केकोलाई म हस्पिटल चोकको बाटो आएँ। हस्पिटल चोक यो चाहिँ चितवनमा धेरै जसोले चिनिरहेको ठाउँ पनि हो हस्पिटल चोक भनेको। अब हस्पिटल चोकबाटै चाहिँ म अब घर जानलाई आइरहेको छु। अनि यो बाटो हुँदै घर जानलाई आएँ। अब यतापट्टि चाहिँ हस्पिटल छ, हस्पिटल चोक भनेपछि हस्पिटलमा चाहिँ इक्जाम दिएर आएँ होइन। अनि आज चाहिँ मेरो अलिकति लकले साथ दियो। यहीसम्म होइन कि इक्जाममा तुक्का खाएँ, त्यो मिल्यो। मतलब जाँदा पनि अटो पाएँ र त्यो अङ्कलले चाहिँ म्याजिकले भन्दा नि कम पैसा लिनुभयो। अनि आउँदा पनि आउँदै ठ्याक्क बाटैमा म्याजिक भेटेँ। अनि ओभरअल इक्जाम चाहिँ आई थिङ्क मेरो बोटनी थोरै सुधार भएछ, मलाई त्यसमा खुसी लाग्यो। अरू त त्यस्तै हो। आज पहिलाको भन्दा अलिकति राम्रो गरेको, मतलब बिचमा मेरो लास्टै घटाएको थिएन। अहिले थोरै रिकभर गर्ने ट्राई गरेको। बोलिरहेको छु यार, ब्लग बिगार्नलाई के भन्छ त्यसलाई ट्रक आउँछ यार। मतलब अब म घर जान्छु,
खाना खान्छु 12 बज्न लाग्यो 12 बजे आज लास्टै घाम चढ्यो अनि झपन लागिरह एनालाइज गरेँ मैले होइन मतलब उसमै गरेँ क्या म म्याथमै गर्छु प्रायः जसो हेर्छु एन्सर चाहिँ अनि हेर्दाखेरि चाहिँ के भन्दाखेरि आज मेरो एकदम राम्रै मार्क्स आउँछ क्या मतलब अलिकति योभन्दा पनि राम्रो आउँथ्यो मैले के गरेँ थाहा मतलब म आउँथ्यो क्या त्यो लाइक त्यो पोलारमा ऊ पग्लिँदाखेरि घट्नुपर्ने हो नि त मैले के निकालेँ ओमेगा निकालेँ ओमेगा घट्छ भनेपछि रोटेसन कम भएपछि त डे बढ्ने हो तर मैले यति हतार गरेँ कि मैले त्यसलाई घट्छ भनेर लगाइदिएँ किनकि डे त बढ्ने हो नि त सो रोटेसन घट्दाखेरि डे बढ्छ अनि त्यस्तै टाइपको अनि सेमी कन्डक्टर मैले कतिचोटि के हरेकचोटि हेरिरहेको हुन्छु तर पनि फेरि त्यही बिगार्छु क्या मतलब त्यो लेयरहरूको अनि त्यसमा पनि थोरै दुःख लाग्यो हजुरको म्याटले म अलि बिग्रियो मेरो म्याट म्याट मिल्छ सो ओभरअल इक्जाम भन्ने हो भने बिचमा चाहिँ मेरो नम्बर लास्टै नमजाले घट्यो दुःख लाग्दाखेरि आज थोरै रिकभर हुन्छ जस्तो लागेको हो आज थोरै अलिकति बढ्छ होला चाहिँ आज मतलब पहिलाकै रेन्जमा त नपुगौँला तर केही हदसम्म चाहिँ आज बढ्छ भन्ने फिल भयो त्यही हो ओभरअल एक्जाम ठिकै भयो बजार गएँ आएँ अब जान्छु खाना खान्छु भोक लागिरहेको बाई